हेलो सबैलाई नमस्कार। म कुसुम गुरुङको तर्फबाट अनि शुभ बिहानी शुभ दिन सबैजनालाई मेरो सानो मिनी ब्लगबाट सबैलाई माया छ है साथीहरू। फलो नगर्नेले फलो गरिदिनु होला, भिडियो फुल वाच गरिदिनु, लाइक सेयर गरिदिनु होला, भिडियोलाई सेयर गरेर साथ दिनु होला त सबैजनाले। म आज यहाँ एकजना बुवाले औषधि काट्दै हुनुहुन्छ अनि त्यो के को औषधि होला भनेर सोध्छु है त। ल सबैले भिडियो फुल वाच गरिदिनु, अलि लामो भए पनि फुल वाच गरिदिनु है त साथीहरू। हेलो साथीहरू, यो बुवाले के काट्नु भएको छ? यो चिन्नु भएको छ सबैजनाले हैन? यो चिन्नु भएको छ हैन? अब म यो बुवालाई सोध्छु। बुवा हजुर, यता हेर्नु त, यो के हो बुवा? यो दबाई हो नानी। यता यता हेरेर भन्नु न, यता मलाई हेरेर। यो के को दबाई हुन्छ भन्नु त? यो दबाई योलाई फर्स्टमा मैले के भन्छ भन्नु त? लकवा भन्छ। मगर भाषामा? मगर भाषामा लकवा भन्छ। अनि उसमा गेठा भन्छ। गेठा? यो त चिनिहाल्नु भएको छ है सबैजनाले। गिठा के गिठा जेठमा खानुपर्छ अरे हैन बुवा यो? अनि यो के को औषधि हुन्छ भनिदिनु बुवाले। यता हेर्नु बुवा, मगर बुवाले। यो चाहिँ गाई गोरुलाई हो, मान्छेलाई खाना पनि मिल्थ्यो, तर मान्छेलाई खाना अलिक टाइम लाग्छ भनेर राम्रो बनाउन पर्छ। त्यही भएर यो गाई गोरुलाई हो, गाई गोरुलाई सुकाएर दिने रोगा गोरुलाई बलियो हुन्छ। अनि दुध आउने गाईलाई, दुध दुहुने गाईलाई बेर दुध आउँछ। पछि न पछि दुध आउँछ क्या, धेरै दुध आउँछ। मेरो भान्जीलाई लाने हो क्या मोटा एउटा, ए झ्यालबास लाने हो। ए ए ए भान्जीलाई? हजुर। ए अस्ति पनि लाग्यो, फेरि अहिले यो म पकाउन खाना नभ्याएन, बुढी अलिक बिमारी भएको, त्यही भएर म भान्जीलाई लान भनेर यो गाई गोरुलाई खुलाउन। त्यसको दुध गाई छ भान्जीको। यो जान्नेलाई सिरी खाने, नजान्नेलाई खुर्पाको बेत भन्छ नि, त्यही हो। डाबर कम्पनीमा यो बेरे बनाउँछ। ए हो, आमालाई पनि लान्छ, यो गेठा पनि लान्छ। कम्पनीमा त्यो साजाबाद भन्छ, गाजाबाद भन्छ, त्यसमा डाबर कम्पनी सबै लान्छ। गेठा यो लकवा भन्छ मगर भाषामा। यो बेर दबाई हो क्या, सबको दबाई हुन्छ। यो खाना पर्छ, यो खायो भने आयु बढ्छ। ए आयु बढ्छ है? ल है साथीहरू, आयु पनि बढ्छ अरे यो खायो भने। किनभने यसमा त खरानी मिसाएर पकाउने हो नि त हैन? म खरानी मिसाएर पेर पकाउने राम्रो खरानीमा। अनि त्यो धोएपछि जान्छ क्या, जति पनि धोए पनि मिल्छ। जति धोए उति राम्रो। अनि त्यसको झोल पनि बेर खाना मिल्छ। झोल पनि खायो मैले, मेरो बुढीले झोल मात्र खान्छ, मैले यो सिँगै खान्छ। यो त एकदम राम्रो हो के? राम्रो चिज हो ल अब एकचोटि मगर भाषामा भनिदिनु। यसरी बेर सिँगी कुराले त्यो लाग्वाले अनि यता हेरेर भन्नु रे। बुढिया छानाङाले घा ज्याकिने पाँच होला बुढियाहरू है खोजेर अनि होटाइ आज चालकै। ल ल धन्यवाद बुवालाई। अनि बुवाले उसालेकै बेरे लाग्वा भन्छ। ए अनि त्यो कोकरेल भन्छ नि, गुरचङ्गाडा, त्यो पनि डालो डालो हुन्छ, हाम्रो गाउँतिर हुन्छ भुक्सेकोट। हजुर, ए त्यो पनि ल्याउन खोजेर ल्याउन पर्छ। त्यो मिसाइदाखेरि त्यो मानिसमा भन्छ पाटे, त्यो पाटे भन्छ क्या। त्यो गुरुलाई खिलाउने, रोगा गुरुलाई मुलापाटे भन्छ नि, मुलापाटे त्यो पनि बेरे दबाई हो। त्यो गुरुलाई, रोगा गुरुलाई खुलाउँछ, गाई गुरुलाई। ल धन्यवाद। ल साथीहरू, हजुरले सुनिहाल्नु भयो, यो गिठा हो। गिठा भनेको जेठमा होइन बुवा खाने, जेठमा खाने कुरा हो यो, किनभने खरानीमा पकाइन्छ नि त, औषधि हुन्छ है। सबैलाई बाई बाई। हामीले गुरुङ भाषामा कामलो भन्छ है, यसलाई कामलो भन्छ क्या। हामीले फेरि गुरुङ भाषामा यसलाई कामलो भन्छ है, किनभने जेठमा खानु है सबैजनाले, खोजी खानु होला है साथी। गुरुङ भाषा अनि मगर भाषामा बाई बाई। अनि भिडियो अलि लामो हुन्छ, फुल वाच गरिदिनु है सबैजनाले। बाई बाई।